Good afternoon. Welcome to AI Chiton Blog. This is Iswar Lama with you. And right now I'm here in Sisi Temple. So this is the second time I visited here. So I'm here already in the Buddha temple side. Here are many temples. यहाँ चाहिँ मैले भनिहालेँ होइन पहिलाको भिडियोमा पनि फर्स्ट भिजिट गर्न आउँदाखेरि मैले भनेको थिएँ यहाँ चाहिँ विभिन्न जातको धार्मिक मन्दिरहरू होइन अनि कल्चरलहरू होइन अब लाइक म्युजियमहरू चाहिँ एभाइलेबल हुन्छ यो ठाउँमा होइन अनि भनौँ न हिन्दू टेम्पलमा अब चाहिँ विभिन्न कला संस्कृति अब तीज कार्यक्रमदेखि लिएर सबै कुरा यहाँ चाहिँ एउटा दर्शाउने एउटा अवलोकन गर्ने ठाउँ हो के यो अनि हिन्दूको त्यो भयो भने होइन अब बौद्धिक बुद्ध धर्मको पनि अब तपाईँको बौद्धिक टेम्पलको चाहिँ बौद्धिक ऐतिहासिक बोकेको टेम्पलहरू गुम्बाहरू हामीले यहाँ हेर्न सकिन्छौँ होइन पहिला गौतम बुद्धको पालोमा कस्तो थियो के थियो होइन अनि उहाँको भनौँ न ऐतिहासिक उहाँको बारेमा चाहिँ हामीले मजाले अवलोकन गर्न पाइन्छ र त्यस्तो सङ्ग्रहालय भनौँ न लाइक म्युजियम त्यो सङ्ग्रहालयहरू पनि हेर्न सकिन्छ पुरानो डोको अनि माना पाथीदेखि लिएर सबै कुरा अवलोकन गर्न सकिन्छ हामीले यो सिजी टेम्पल एरियामा चाहिँ मैले अघि नै भनिहालेँ होइन यो चाहिँ तपाईँको हरेक हाम्रो नेपालीहरूको विभिन्न जात जातित्वको चाहिँ एउटा सम्मिश्रण धार्मिक टेम्पलहरू भएको मठ मन्दिर गुम्बाहरू भएको एरिया हो यो सिजी टेम्पल चाहिँ सो अब म चाहिँ यो बौद्ध टेम्पल पुरै अवलोकन गरेर होइन म यता चाहिँ फेरि यता अन्डरग्राउन्डपट्टि जान चाहन्छु अन्डरग्राउन्ड चाहिँ यहाँ यो ठुलो उसमा हो यहाँनिर पर्छ है त अन्डरग्राउन्ड चाहिँ यो बाटो पर्छ त्यही भएर म यहाँ जाने कोसिस गर्दैछु गाइज to reach there that temple बाटोलाई फलो गर्दै जाँदैछु टेम्पलमा चाहिँ त्यहाँ चाहिँ अन्डरग्राउन्ड छ त्यहाँ पनि अब भनौँ न हाम्रो चाहिँ हिन्दू धार्मिक अघि नै मैले भनिहालेँ कल्चरल हिस्ट्री बोकेको एउटा कल्चरलको हाम्रो पहिलाको हिन्दू धर्ममा के हुन्थ्यो कस्तो हुन्थ्यो होइन सबै कुराहरू झल्काउने एउटा राम्रो टेम्पल हो यो त्यही भएको हुनाले हजुरहरूलाई अब यहाँ चाहिँ कस्तो रहेछ भने गाइस भिडियो एन्ड फोटो इज स्ट्रिक्टली प्रोहिबिटेड रहेछ होइन खिच्न मनाइ रहेछ त्यही भएको हुनाले अब यहाँ म लगभग अन्डरग्राउन्ड जाने होइन सो सुज खोल्ने चाहिँ यहाँ रहेछ यो एरियामा एकछिन म सुज खोल्छु है त